DRS गेमिङ नेपाल बुयाको लागि निकै नै अग्रसर भइरहेको हामीले देख्न सकिन्छ। बिबी स्पोर्ट्स भर्सेस होरा स्पोर्ट्स, यी दुईटा टिमको ब्याटलमा त्यहाँ होरा स्पोर्ट्सलाई निकै नै नोक्सान भएको म देखिरहेको छु। अन्तिम प्लेयर स्नाइपर बुडु म देखिरहेको छु, सर्भाइभ हानिरहेको। बोल्ट मेकर अझै पनि त्यहाँ एक्टिभै रहेको हामीले देख्न सक्छौँ। ग्लुअल फुटाइन्छ, बुरु प्रोन गरेको पनि देख्न सकिन्छ। त्यहाँ बुरु अगाडि जान खोजिरहेका थिए तर स्ट्रोएक्सले त्यहाँ पनि सपान्छ। अब 4v4 फाइट बिबी स्पोर्ट्स भर्सेस DRS गेमिङ नेपाल देख्न सक्छौँ। बोल्ट मेकरले निकै नै घायल पारिदिएको छ DRS गेमिङ नेपालको प्लेयरलाई। त्यहाँ थ्रोबल्सहरू पनि गएको देख्न सकिन्छ। 4v4 फाइट ठकुरी अगाडि बढ्न ट्राई गर्दै मिक्सलाई पनि देख्न सक्छौँ। त्यहाँ नेरो क्यारेक्टर्स पनि प्रयोग भएको देख्न सकिन्छ। ओम पछाडिपट्टि नै रहेका छन्। त्यहाँ थ्रोबल्स आउँछ, फ्ल्यास फ्रिज युज गरिन्छ। प्रतीक सर्ट रेन्जमा जान ट्राई गर्दै मन्चुटक पनि बोलाएको देख्न सक्छौँ। त्यहाँ ग्रेनेड लन्चर आउँछ, ग्रेनेड आउँछ। त्यहाँ आलुको ग्रेनेडले दुईजना प्लेयरलाई घायल बनाइन्छ। आदर्श अब अन्तिम प्लेयर बिबी स्पोर्ट्सको लागि। तर पहिलो म्याच यो च्याम्पियन रसको बुया निकाल्न सफल भइसकेको छ। घोस्ट अफ माउन्टेन्स DRS गेमिङ नेपाल।